सिमी पनि फुलेछ सिमीको नि भइसकेछ जसो कति दिनपछि अस्ति हाल्छु भनेको त यत्तिकै भिडियो त ब्ल्याक एन्ड व्हाइट पो आइरहेको छ यो चाहिँ घिरौला यो फर्सी त अहिले फलेन छोरी र पापा मिमी चाहिँ आउँदै हुनुहुन्छ घिरौला यो सिमी काँक्राहरू फल्दैछ चिसो लाग्न लागिसक्यो हेर्नुहोस् अस्ति खिचे होला भनेको त खिचेको तर यो चाहिँ साग हो गुड मर्निङ छोरी र पापा छोरीको पापा माई गर्नु गुड मर्निङ भन्ने छोरी हेलो मामा भन्नु थ्याङ्क यू बेबी थ्याङ्क यू छोरी यो चाहिँ उताबाट नेपालबाट ल्याउनु आवश्यक भएको यो चाहिँ के अरे चिटे भेल्टी यो चाहिँ जिरे हो हाम्रो उता सोलुखुम्बु पाप जेठाहरूकोबाट लिएको यत्रो भयो यो चाहिँ भयो चल्नुहोस् त यहाँ हेर्नुहोस् त यस्तो भएको छ है यो चाहिँ च्याप्टे सिमी चाहिँ अनि हामी चाहिँ यस्तो अनि यहाँ चाहिँ सिमी फल्दैछ फुल्न लागेछ मजाले अब कहिले फल्छ कि फल्दैन हो फल्न त फल्छ तर जाडोले भेट्छ कि हस् त नमस्ते नमस्ते राम 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 हेर त धेरै हो घिरौला खै यता दिनु न घिरौला त कलिलो न कलिलो कति राम्रो लाउन यस्तो यो त राम्रो हुने रहेछ नि लु कति राम्रो मिठो घिरौला एकदम लपक्क घिउमा पका जस्तै मिठो है यो मात्रै फ्राई गरेर तेल नहाली पानी नहालिकन आज हामी यसको तरकारी अर्ग्यानिक तरकारी हेलो मैले टिपेर ल्याएको भने टिपेको घिरौला तिमी जत्रै छ घिरौला बाहिर पनि झुन्डेर फलेछ बाहिर पनि निस्केको थियो नि त यो फेन्स भन्दा बाहिर घिरौला यस्तो खालको घिरौला पो फल्दो रहेछ हो यो चाहिँ हाम्रो यहाँ पापाले नेपालबाट ल्याउनु भएको अनि यहाँ रोपेको यहाँ पनि अस्ति एक छाक खाइसक्यौँ यस्तै छ है रमाइलो छ अहिलेसम्म चाहिँ एकदम राम्रो घिरौला फल हो अनि अब यहाँ morning everyone सबैलाई नमस्ते भन्नुहोस् छोरी नमस्ते गर्नुहोस् सबैलाई नमस्ते फेरि हात जोड्नुहोस् नमस्ते खै यहाँ बर उभिनुहोस् गुड मर्निङ सबैलाई नमस्ते गर्नु नमस्ते छोरीको नाम के हो नाम हेर्नुहोस् त हाम्रो यहाँ
हुँदैन। यो चाहिँ लप्टेको भ्यू हो। यो पनि खाँदैछ सिमी। यो चाहिँ घिरौला भूमि भन्छ घिरौला पनि चाहिँ घिरौला है साथीहरू घिरौला। अहिले चाहिँ फर्सी त्यस्तो फलेन है हाम्रो। पहिला त त्यस्तो धेरै फल्थ्यो, अहिले चाहिँ त्यस्तो फलेन। यो चाहिँ साग रोपेको, अब जाडो जाडो आउनु लागिसक्यो। यो चाहिँ काँक्रा, अहिले काँक्रा पनि धेरै भएन, अलि भएको यहाँ एउटा लुकेर फलेको रहेछ। खोर्सानी हो, खोर्सानी बल्ल बल्ल फल्दैछ। यो चाहिँ इस्कुसको हाँगा बिगाहरू खै के छ यहाँ। सिमी, छिप्रे सिमी, टाटे सिमी। यो चाहिँ यहाँ यो अमेरिकन सिस्नु अस्ति कति खाइयो, फेरि छाडिदिनु भएछ पापाले। यो चाहिँ के हो कुन्नी हो के अरे, यो चाहिँ लौका हो के अरे। यो चाहिँ सानी साग यत्रो भइसक्यो है हाम्रो चाहिँ। फेरि हिउँदे साग नगर न, नचिप्ल न, नचिप्ल छोरी, फेरि अस्तिको जस्तै आँखा हुनलाई। यो चाहिँ नेपालबाट ल्याउनु भएको, के पऱ्यो यसको नाम, तिते भेन्टी। तिते भेन्टी रे। यो चाहिँ सानो लाम्चो हो, नगर नि साना त्यसरी बर। यो चाहिँ के, यो चाहिँ यो पनि काँक्रै पो रहेछ। त्यसको बाजे झन्डै लडी काँक्रै पो रहेछ। काँक्रा त के होला भन्दैन त। यो चाहिँ च्याप्टे सिमी हो है। अलिअलि हुन थालेछ च्याप्टे सिमी। यो चाहिँ बिउ राख्नुपर्छ। एउटा चाहिँ बिउ राखी हाल्नुपर्छ, अरू झुप्पा झुप्पा छ। कति रमाइलो छ है आजको वेदर, एकदम रमाइलो छ। तर मेरो छोरीलाई सन्चो छैन नि, मेरो छोरीलाई सन्चो छैन। अनि मामा पनि काम जानुभएको छैन नि। पक्सली साग हो अरे यो। हान्छ अरे ब्लेस यु बेबी भन, ब्लेस यु बेबी भन। नाग हो, हो नि। Bye. Good morning, everyone. Namaste. Namaste, गर्नुहोस्।
बोर्ड हो अनि मैले सानो बजिरहेको छ हेर्नु हेर्नु न हाई भनिदिनुहोस् बाबा हाई एभ्रिवान यो ठाडो चिचेक गरेर भन्दा तपाईँले घुराउलै ठिक रहेछ ढिलो न ढिलो हुँदैन сейчас.
नमस्ते, गुड मर्निङ। आज चाहिँ बिहान भन्नाले पनि 9 बज्न लागिसक्यो। अनि हाम्रो चाहिँ यहाँ कडेसाबारीमा अलिअलि बल्ल अस्ति चाहिँ सबै खडेलीले सबै खाइदिएको थियो। अहिले चाहिँ अलि आस लाग्दो भएको छ। अलिअलि खोर्सानीहरू, यो मुनिको भटमास, त्यो चाहिँ बरेला, चुचे करेला, अलिअलि टमाटर, अलिअलि सिमी। अहिले चाहिँ लास्ट इयरहरूमा चाहिँ त्यस्तो रुख मात्रै थियो, झ्याम्टा मात्रै थियो, तर फले थिएन। अहिले चाहिँ सिमी अलिअलि फल्दो रहेछ भन्ने आश लागिरहेछ, तर फर्सी चाहिँ त्यस्तो राम्रो भएको छैन। अनि हाम्रो चाहिँ यस्तो भइरहेछ। अब कहिले त जाडोले मारिहाल्ने होला। मलाई त्यस्तो बिहान आएर कोही बेला यसरी सर्ट भिडियो क्लिप लिन मन लाग्छ, त्यही भएर चाहिँ राखेको, अरू केही पनि होइन। त्यस्तो भन्दै बाई बाई, सी यू। मर्निङ सबैजना। आज चाहिँ मेरो पिँडालु पनि यत्रो भएछ। सिमी पनि फल्न लागेछ। हाम्रो करेसाबारीमा चाहिँ अलिअलि आँस लाग्दो भइरहेछ। अस्तितिर चाहिँ अलिकति के अरे खडेरी लागेर अलि राम्रो भएको थिएन। आजभोलि चाहिँ अलि राम्रो हुँदै रहेछ। अलि बिहान यो चाहिँ रोज फ्लावर, अलिअलि खोर्सानी पनि हुँदैछ। मलाई चाहिँ कुनै बिहान चाहिँ यसरी बाहिर आएर यसो घुमघाम गरेर यसो आउनु मन लाग्छ। कोही बेला अब भ्याइँदैन, त्यही भएर चाहिँ खुसी लाग्छ। त्यही भएर के बाहिर निस्किन्छु भनिन्छ, यत्तिकै बिजी भएर आउनुहुन्छ। त्यही भएर चाहिँ साथीहरू त्यो नेपालबाट ल्याउनु भएको भिन्डी पनि भइरहेछ। खोर्सानीहरू अलिअलि चाहिँ एकदम यस्तो हरियाली सबैलाई नै मनपर्छ होला त्यस्तो त हुनु त। अनि यसो रमाइलो लाग्छ सेयर गर्न, हेर्न। यसै अलि भएन भने त हाम्रो पनि यहाँ सिमी फल्दैछ। सिमी भर्खर फुल लागिरहेछ, पर्पल कलरको रहेछ फुल चाहिँ। ट्राई कति धेरै हामीले पहिला पनि ट्राई गरेको, तर नफलेको। कति धेरै रुख चाहिँ झ्याम्मै भएको थियो, तर फल नलागेको थियो। यतातिर त मेरो बारी त खाली भएछ। यता त यो पनि ठुलो भएछ। यहाँ मैले बारीमा रोपेको थिएँ खोर्सानी, यो पनि ठुलो भएछ है त। यो पनि फुल्न लागेछ सिमी। फर्सीको मुन्टा त खासै अहिले फर्सी पनि त्यति फलेको छैन। यो चाहिँ के हो, यो चाहिँ इस्कुसको पनि छ, इस्कुसको मुन्टा अलिअलि। अहिले चाहिँ सिमी निकै धेरै अलिअलि हुन लागेको रहेछ पहिलाको भन्दा। यो चाहिँ सिस्नु है, यहाँको सिस्नु, अमेरिकन सिस्नु फेरि खाने बेला भएछ। फर्सीको मुन्टा त्यही देखेर छ। यो चाहिँ के अरे काँक्रा होला, तर काँक्रा खासै पहिला अस्तिको इयर, लास्ट इयर जस्तो राम्रो भएको छैन। खै यो पनि काटे हुने रहेछ, खै के देख्दिनँ। फर्सी अहिले चाहिँ यत्रो भएर चाहिँ एउटा चाहिँ, अरू चाहिँ देखेको छुइनँ। कता छ, पोहोर त कति धेरै थियो, अहिले चाहिँ छैन साथीहरू त्यति धेरै। यो चाहिँ के हो फेरि, घिरौला हो के हो यो पनि फुल चाहिँ लाग्न लागेछ। घिरौला फुल सबै यसले ढाकेर भएन रहेछ।
यो घिरौलाले मुनि साफ भएको थियो यो पनि टिपिदिनु पर्यो हौ टिपेर राख्नु पर्यो यत्तिकै फेरि सुत्छ एकछिन यो पनि टिप्नु पर्ने बेला भएछ लसुनमा जाने दालमा यो टमाटर अलि हालेछ यसरी गरेर बोडी अलिअलि यो चाहिँ चाइप्स भन्छ चाइप्स यो चाहिँ सिमी